हेलो सबैजनालाई यहाँहरु सबैलाई मेरो नयाँ भ्लगमा फेरि स्वागत छ। यो चाहिँ भ्लग भन्दा पनि रेसिपी वाला भिडियो हो र म पकाउन गइरहेको छु फेरि चिकन। यसको नाम चाहिँ रोस्ट चिकन हो। रोस्ट हुँदाहुँदै पनि यसलाई तेलमा चाहिँ डुबाइदैन, यसलाई पानीमा पकाइन्छ। त्यही हो यसको खासियत। सुरुमा मैले चाहिँ चिकन लिएर मजाले पखालेर मजाले धोएर बिचमा कट लाएर अनि बल्ल बाटामा राखेको छु। त्यसपछि मैले तेल लिए। सुरुमा तेल लिएपछि यसको एकदमै मेन इन्ग्रेडियन्ट भनेको त्यो लसुन अदुवा पनि हैन, लसुनको पेस्ट। लसुन चाहिँ एकदम धेरै चाहिन्छ। हजुरहरु सबै देखिसक्नुभयो। मैले लसुन चाहिँ 3 चम्चा हालिसकेँ। त्यसपछि मस्टर हालिरहेको छु। मस्टरलाई तोरीको पेस्ट पनि एकदम धेरै चाहिन्छ। 3 देखि 5 चम्चा हाल्ने मैले मस्टर हालिरहेको छु। अनि अर्को मेन इन्ग्रेडियन्ट भनेको चाहिँ ब्ल्याक पेपरको धुलो। ब्ल्याक पेपरलाई मरिच भन्छ जस्तो लाग्यो मलाई, मरिचको धुलो। अनि यसमा अर्को पनि राम्रो कुरा के भनेदेखि यसमा नुन र धुलो खोर्सानी मात्रै जान्छ। यसमा बेसार पनि हाल्नु पर्दैन र मसला पनि हाल्नु पर्दैन र चिकन मसला गरम मसला केही पनि हाल्नु पर्दैन। धुलो खोर्सानी पनि पिरो खानेलाई त अझ सुक्या धुलो खोर्सानी हाल्दाखेरि मिठो हुन्छ। हामी चाहिँ पिरो खासै नखाने भएर यो कश्मिरी लाल मिर्च मात्र कलरको लागि मात्रै हालेको। त्यसपछि अघि मैले भनेको धुलो ब्ल्याक पेपरको पाउडर, त्यही यो पनि हाल्नुपर्छ। यो भने स्वास्थ्य मिठो पनि फाइदा पनि गर्छ। अनि लास्टमा थोरै कागतीको रस हालिदिने। यो चिकनसँग चाहिँ मलाई एकदमै धेरै एक्सपेक्टेसन छ मिठो हुन्छ भनेर। मैले यो चिकनको बारेमा धेरै भिडियो पनि देखिसकेँ र धेरैले मिठो छ भनेको पनि सुनेको छु। ल हेरौँ कस्तो हुन्छ, मिठो हुन्छ कि हुँदैन। मजाले म्यारिनेट गर्नु परेन, मजाले मोल्ने। अझ यो मासु पकाउँदाखेरिको अर्को एकदम राम्रो कुरा के भनेदेखि अरू चिकनहरू जस्तोलाई यसलाई म्यारिनेट गरेर राख्नु पर्दैन। म्यारिनेट गर्नु पर्दैन, मजाले मोलिसकेपछि मसाले हाल्ने। पकाउन पनि एकदमै सिम्पल। मेन काम भनेको चाहिँ मोल्नलाई मात्रै हो। पकाउनलाई कराई बसाल्ने, तेल खासमा नहाले भयो नि हुन्थ्यो। मैले चाहिँ थोरै तेल हालेँ। त्यसपछि अघि मोलेको चिकनलाई राखिदिने। चिकन राखिसकेपछि भाँडामा लागेको मसलाहरू पनि हालेँ मैले। जति धेरै मसला त्यति धेरै मिठो हुन्छ। मसला हालिसकेपछि थोरै एकदमै हाल्न चाहिँ जति चिकन छ त्यसको आधी पानी हाल्नुपर्छ। तर चिकनमा अलरेडी पानी आउने भएको भएर एकदमै थोरै हाल्नु चिकन पानी। मैले चाहिँ मात्रै एकदमै थोरै आधी कप जति मात्रै हालेको छु पानी। सबैले हुन सक्नुहुन्छ। हातमै मसला थियो र त्यसैले मसला भएकै हातले हाल्ने। मैले थोरै पानी हाल्ने अनि छोपिदिने। छोपेपछि आधी घन्टादेखि 45 मिनटसम्म छोप्ने। केही गर्नु परेन। ग्यास चाहिँ मिडियममा हुनुपर्छ, हाई फ्लेममा हुनु हुँदैन। आधी घन्टा लगभग 45 मिनटपछि मैले हेर्दाखेरि मासुमा हेर्न सक्नुहुन्छ मैले जति पानी हालेको थिएँ त्यसको त त्योभन्दा त धेरै नै छ। चिकनले पानी छोड्छ, धेरै पानी हाल्नु पर्दैन। अनि यसलाई बिस्तारै मिक्स गर्ने, बिस्तारै पल्टाउने। हात चाहिँ एकदम जोगाउनुपर्छ। त्यहाँ पानी छ, पानीले छिटेर पोल्न सक्छ। त्यही भएर एकदमै बिस्तारै। अहिले हेर्दाखेरि त के मिठो होला र जस्तो देखाएको छ, तर फाइनल लुकमा हामीले टेस्ट पनि गरिसकेका छौँ। एकदम बबाल मिठो हुन्छ। यस्तो अहिलेको लुकभन्दा पनि फाइनल लुकमा जानु जब सबै पानी सुकिसकेर मसला पनि पाकिसक्छ। पानी सुकिसकेपछि धेरै नै मिठो लाग्छ। मेरो जस्तो एक्सपेक्टेसन थियो त्यो एक्सपेक्टेसनलाई मिट गर्ने टाइपको भएको लाग्छ। र फेरि पल्टाएर फेरि छोप्दिने र आधी घन्टा 45 मिनटपछि हेर्ने। बिचमा आएर हेरिरहन पनि पर्दैन। यो चाहिँ फाइनल पल्टाएपछि पनि आधी घन्टा 45 मिनटपछि मेरो पानी सबै सुकिसक्यो। चिकनमा पानी सुकिसकेपछि मसला तेल टाइपको
र मैले खाएँ, एकदम मिठो भएको थियो, जस्तो एक्सपेक्टेसन थियो त्यो मिट गर्यो। सो थ्याङ्क यू।